देशको नाम उच्च राख्ने राष्ट्रिय झण्डा छातीमा टाँसेर आफ्नो देशको लागि रगत पसिना बगाउने हाम्रा महिला खेलाडीहरू खेल मैदानभित्र सेक्सुअल ह्यारेसमेन्टको शिकार भइरहेका छन्। तर हाम्रा सरकार र राष्ट्रिय खेलकुद परिषद के हेर्दै बसेका छन्? प्रतिवेदन सार्वजनिक नहुँदा मौन बस्ने, अनि जब समस्या सतहमा आएपछि समिति गठनको नाटक गरेर पन्छिन खोज्ने। अझै कति महिला खेलाडीको समस्या आत्मसम्मानको बलिदानी चढाएपछि मात्र हाम्रो नेपाल सरकारको आँखा खुल्छ। आज हामी राखेपा र खेलकुद मन्त्रालयको लाचारी विरुद्ध सिधा प्रश्न गर्दैछौँ। नेसनल एसोसिएसन फर स्पोर्ट्स हेल्थ एन्ड फिटनेस नेपालको प्रतिवेदनले सरकारको दाबी र खेलकुदको प्रशासनको असली अनुहार छताछुल्ल पारिदिएको छ। 15वटा खेलका 276 जना महिला खेलाडीमाथि गरिएको अध्ययनले भन्छ 30.8% खेलाडी सेलेक्सनको क्रममा सेक्सुअल ह्यारेसमेन्ट हुँदै आएका छन्। 26.1% खेलाडी प्रतियोगिता चलिरहेको बेलामा शिकार हुन्छन्, अनि 8% खेलाडी त तपाईँको झन् ट्रेनिङकै बेलामा तपाईँको सेक्सुअल ह्यारेसमेन्टको शिकार बन्दै आएका छन्। सोच्नुहोस् त, राष्ट्रको प्रतिनिधित्व गर्न जाने खेलाडीलाई प्रतिभा होइन दुर्व्यवहारको सामना गरेर मात्र अघि बढ्नुपर्ने बाध्यता कसले सृजना गर्यो? यसको असर 65.2% खेलाडी त मानसिक तनावमा छन् र 13%ले त झन् आफ्नो खेल जीवन नै छाड्ने सोच बनाइसकेका छन्। राखेपाको बिहिबार बसेको बैठकले 3 जना महिला सदस्यहरूलाई छानबिनको जिम्मेवारी दिएको छ। तर प्रश्न उठ्छ, यस्तो छानबिन समिति कतिवटा बने र ती समितिका प्रतिवेदन कहाँ थन्किए? सबैभन्दा दुःखको पक्ष के हो थाहा छ? दुर्व्यवहारमा परेका मध्ये 26.1%ले त यसबारे जानकारी नै दिन मानेन र 24.6%ले त यसबारे झन् बोल्न नै चाहेन, किनकि उनीहरूलाई आफ्नो खेल करियर समाप्त हुन्छ कि भन्ने डर छ। छनौटमा नपरिने वा टिमबाट निकालिने डरका कारण धेरैजसो खेलाडी मौन बस्न बाध्य छन्। जसले बोले उनीहरूले पनि आफ्नो साथी वा कोचलाई सीमित रूपमा भनेको मात्र पाइयो। वर्षौंदेखि खेलकुदमा यौन हिंसाका कुरा उठ्दा पनि आजसम्म आधिकारिक र कडा गोप्य उजुरी प्रणाली किन बनाइएन? करियर सिद्धिने डरले मुख खोल्न नसक्ने वातावरण कसले सिर्जना गर्यो? शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलज्यू केवल समिति गठन गरेर समाचार बनाएर समस्याको समाधान हुन्छ? दोषी प्रमाणित भएमा पदबाट हटाएर जेल हाल्ने हिम्मत सरकारसँग छ? हामीलाई अब अर्को रद्दीको टोकरीमा फ्याँकिने छानबिन प्रतिवेदन चाहिएको छैन। हामीलाई चाहिएको छ ठोस कदम। दोषी जोसुकै होस् उसलाई तत्काल कानुनी कारबाही गरियोस्। खेलाडीले बिना कुनै डर उजुरी गर्न सकिने स्वतन्त्र निकायको गठन गरियोस्। अध्ययनका अनुसार 76.4% खेलाडीले देशव्यापी सचेतना र महिला सशक्तिकरण कार्यक्रमको माग गरेका छन् र 26.1% खेलाडीले दोषीमाथि कडाई कारबाही हुनुपर्ने माग गरेका छन्। यदि आज पनि हामी मौन बस्यौं भने भोलि फेरि अर्को कुनै प्रतिभा प्रणालीको शिकार बन्नेछ। हाम्रा दिदीबहिनी र खेलाडीहरूको सुरक्षाका लागि हामीले भने दबाब दिनै पर्छ। तपाईहरुलाई के लाग्छ? राखेपाको यो छानबिन समितिले दोषीमाथि कडाभन्दा कडा सजाय दिलाउन सक्ला या यो पनि यतिकै हराए जाला? आफ्नो स्पष्ट विचार कमेन्टमा मजाले लेख्न सक्नुहुन्छ। यो भिडियोलाई यति धेरै शेयर गर्नुस् कि राखेपा र मन्त्रालयको ढोकासम्म पुगोस्।